बेंगलोरको कस्तुरीनगरमा पुर्खौँदेखि चलिआएको रीतिरिवाज अनुसार यहाँ हरेक साल हाम्रो चैतली मेला लागे जस्तै मेला मनाइन्छ। यो मेलामा के हुन्छ त्यो दृश्यमा राम्रोसँग यहाँ हजारौँ हजार सालदेखि चलिआएको परम्परादेखि मनाइने चाड पर्व माघे मेलामा सधैँ मनाइरहन्छन् हरेक सालमा। र यसै गरी पुरा एरियामा डान्स गर्दै बाजा बजाउँदै गौमातालाई सम्बोधिँदै दर्शन गराउँदै अगाडि बढ्छन्। तर गएको केही मिलाउन सकिएको छैन, तर आदाय भए पनि यसको अनुसार केही छेउछाउलाई हाम्रो नेपालको कल्चर जस्तै सनातन हिन्दू धर्मको कल्चर, सनातन हिन्दू धर्मको कल्चरमा नेपाली केही छैन। गौमाताको दर्शन गर्न सक्नुहुन्छ। शिव भगवान प्रति देखाएको उहाँहरूको मायाको चिनो हुन सक्नुहुन्छ। यहाँ हजारौँ हजारको सङ्ख्यामा हुन्छ। अब पुरा एरियामा राउन्ड गर्न गइसकेका छन्। शिव मन्दिर राजकुमारका एकदमै रमाइलो भइरहेको छ। यहाँ सम्पूर्णले हेर्न सक्नुहुन्छ यो मन्दिरको वरिपरिको दृश्य र निकै रमाइलो भइरहेको छ हामीहरूलाई। र यहाँ हेर्ने दर्शकहरूलाई शिव मन्दिरको अगाडिको यो दृश्य माघे मेला अथवा माघे सङ्क्रान्तिको शिव गौमाताको जय हो। गौमाताले सबैको रक्षा गरून्। हेर्न सक्नुहुन्छ फाइनल दृश्य यहाँहरूलाई शिव मन्दिरको। यो मन्दिर करिब 1000 साल अगाडि पुरानो हो।